नमस्ते सबैजनालाई, म दिपा छेत्री। आज चाहिँ म तपाईहरुसित सानो कुरा शेयर गर्दैछु है। हुन सक्छ कुरा सानो होला, तर धेरै जनाको जीवन यो कुराले चेन्ज हुनेछ है। किनभने नि हाम्रो जीवनमा एउटा यस्तो व्यक्ति हुन्छ जुन चाहिँ व्यक्तिले चाहिँ हामीलाई डिमोटिभेट गर्ने गर्छ र तपाईले गर्नुभएको काममा तपाईले जति नै राम्रो काम गर्नुभएको किन नहोस्, तर त्यो व्यक्तिले खोट निकालेकै हुन्छ। त्यस्तो व्यक्तिहरुमा चाहिँ आफ्नो अमूल्य समय व्यर्थ गर्नु साच्चै नै सही होइन जस्तो नै लाग्छ। किनभने उनीहरुको लागि हामीले सुनको हात्ती नै बनाएर उनीहरुको अगाडि राखिदियौं भने पनि दाँत चाहिँ चाँदीको परेछ भनेर खोट निकाल्ने नै गर्छ। त्यसैले साथीहरु, तपाईहरुको जीवनमा पनि यस्तो व्यक्ति छ जसले चाहिँ तपाईहरुको काममा खोट निकाल्नुहुन्छ र तपाईहरु उनीहरुलाई खुशी बनाउनको लागि आफ्नो अमूल्य समय खर्च गर्नु हुँदैछ भने त्यो अमूल्य समय आफूले आफूमाथि आफूलाई खुशी राख्नुमा खर्च गर्नुहोस्। राधे राधे।